राख्दै जान्छौ र जति तिमी आफै प्रति आशा र विश्वास राख्दै जान्छौ जीवनमा जित्दै जान्छौ। जो मान्छे आफ्नो अपमानपछि पनि शान्त रहन सक्छ, जो मान्छे आफ्नो अपमानपछि पनि शान्त रहन सक्छ त्यसले संसार जित्छ। उदाहरण भगवान गौतम बुद्ध। बुद्धलाई ध्यान गरिराखेको बेलामा एकजना महाजन गए अनि महाजनले गाली गर्न थाले, कराउन थाले। सारा गाउँलेका छोराछोरीहरू यहाँ ल्याएर भरालेका छौ, बिगारेका छौ, घन्टौँ घन्टा त्यहाँ गाली गरे। तर भगवान गौतम बुद्ध रियाक्टिभ हुनुभयो, त्यहाँ प्रतिरोधमा उत्रिनु भएन। त्यस कारणले आज बुद्ध बन्नुभयो। त्यसकारण जो मान्छेले आफ्नो अपमान पछि पनि शान्त रहन सक्छ त्यसले संसार जित्छ।